नेपालमा फेरि एकपटक ठूलो राजनीतिक हलचल सुरु भएको छ। सरकारले एउटा यस्तो निर्णय गरेको छ जसले पुरानादेखि नयाँसम्मका धेरै नेताहरू र उच्च पदस्थ कर्मचारीहरूलाई प्रत्यक्ष रूपमा असर पार्न सक्छ। सरकारले 2062-63 देखि 2082-83 सम्म सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ। यो निर्णयसँगै अब विगतका वर्षहरूमा कमाएको सम्पत्ति कसरी आयो भन्ने प्रश्न गम्भीर रूपमा उठ्ने भएको छ। काठमाडौँमा बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा 5 सदस्यीय आयोग गठन गरेको हो। यस आयोगमा अन्य सदस्यहरूमा पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। यो आयोगको मुख्य काम के हो भने सम्पत्ति विवरण सङ्कलन गर्ने, त्यसको प्रमाणीकरण गर्ने र आवश्यक परेमा गहिरो अनुसन्धान गर्ने। अब सबैभन्दा ठूलो प्रश्न उठ्छ कि अब ठूला नेताहरूको वास्तविक सम्पत्ति सार्वजनिक हुनेछ? धेरै वर्षदेखि जनताले उठाउँदै आएको प्रश्न नेताहरू धनी कसरी भए, अब त्यसको उत्तर खोजिने देखिएको छ। यो निर्णयले नेपालमा भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने अपेक्षा गरिएको छ। तर अर्कोतर्फ केहीले यसलाई राजनीतिक रूपमा प्रेरित कदम पनि भन्न थालेका छन्। विशेष गरी विगतका सरकारसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरिएको हो कि भन्ने बहस पनि सुरु भएको छ। तर सरकारले भने यो कदम पूर्ण रूपमा पारदर्शिता र जवाफदेहिताका लागि भएको दावी गरेको छ। यदि आयोगले आफ्नो काम निष्पक्ष रूपमा गर्न सक्यो भने नेपालको राजनीतिक इतिहासमै यो सबैभन्दा ठूलो छानबिन हुन सक्छ। अब हेर्न बाँकी छ यो आयोगले कति शक्तिशाली व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउँछ र के साँच्चै दोषीहरू कारबाहीमा पर्छन्? तपाईलाई के लाग्छ? यो निर्णय सही हो कि राजनीतिक खेल? कमेन्टमा आफ्नो विचार अवश्य लेख्नुहोस्।